सापकोटा च्यानलमा यहाँहरूलाई स्वागत छ। म राजन सापकोटा। आज म कोलोराडो राज्यको सान लुइस भ्यालीमा अवस्थित एक महत्त्वपूर्ण हिन्दू आध्यात्मिक केन्द्र क्रेस्टोन महालक्ष्मी मन्दिरको बारेमा यहाँहरूलाई पूर्ण जानकारी दिन गइरहेको छु। यो मन्दिरको दैनिक पूजा आरती गर्ने समय, हवनको समय, ध्यान र योगका समय र विशेष पूजाहरू कहिले कहिले हुन्छन्। यो एउटा आश्रम पनि भएकोले यहाँ बस्न के गर्नुपर्छ, कहाँनिर अवस्थित छ र यसका इतिहासको बारेमा पूर्ण जानकारी दिन गइरहेको छु। यदि तपाईँलाई यो सब बारेमा जान्ने इच्छा छ भने यो भिडियो पुरै हेर्नुहोला। क्रेस्टोन महालक्ष्मी मन्दिर अमेरिकाको कोलोराडो राज्यको सान लुइस भ्यालीमा अवस्थित एक महत्त्वपूर्ण हिन्दू आध्यात्मिक केन्द्र हो। यो मन्दिर अमेरिकाको कोलोराडो राज्यको क्रेस्टोन क्षेत्रमा रहेको हेडखण्डी युनिभर्सल आश्रमभित्र स्थापित छ। यो मन्दिर देवी महालक्ष्मी, समृद्धि, सौभाग्य, शान्ति र कल्याणकी देवीलाई समर्पित छ। जीवन आकारको महालक्ष्मी मूर्ति सन् 1989 मा स्थापना गरियो, जसले मन्दिरको औपचारिक सुरुवात जनाउँदछ। यो मूर्ति अत्यन्त कलात्मक रूपमा बनाइएको छ, जुन भक्तजनहरूका लागि मुख्य आकर्षणको केन्द्र हो। अमेरिकाको कोलोराडो राज्यको दक्षिणी पहाडमा अवस्थित यो आश्रम करिब 8000 फिटको उचाइमा रहेको छ। 101 एकड जमिनमा फैलिएको यो आश्रम शान्त, प्राकृतिक सौन्दर्य र आध्यात्मिक ऊर्जा भएको ठाउँमा अवस्थित भएकोले ध्यान, योग र मानसिक शान्तिको लागि पवित्र र आदर्श ठाउँ मानिन्छ। यहाँ पुगेपछि मानिसहरूले प्रकृतिसँग, आफूसँग र दिव्य ऊर्जासँग पुनः जोडिएको महसुस गर्दछन्। त्यसैले यो मन्दिर केवल पूजा गर्ने ठाउँ मात्र होइन कि यो एक अनुभूति हो, शान्ति, समृद्धि र आत्मा अन्वेषणको। So this first puja is welcoming the divine to be with us in the form of fire, Agni. अब कुरा गरौँ यो मन्दिरको इतिहासको बारेमा। मन्दिरको इतिहास भारतका महान आध्यात्मिक गुरु हैदर खान बाबाजीबाट सुरु हुन्छ। बाबाजी सन् 1970 देखि 1984 सम्म भारतमा प्रकट हुनुभयो र विश्वभर आध्यात्मिक केन्द्र अर्थात् आश्रम स्थापना गर्न निर्देशन दिनुभयो। यही निर्देशन अनुसार उहाँको अनुयायीहरूले अमेरिकामा पनि आश्रम स्थापना गर्ने योजना बनाए। यही योजना अनुसार बाबाजीका अनुयायीहरूले कोलोराडोको दक्षिणी पहाडी क्षेत्रमा 101 एकड जमिनमा हेडखण्डी युनिभर्सल आश्रम स्थापना गर्नुभएको हो। यो क्षेत्र विश्वभरका आध्यात्मिक परम्पराको केन्द्रको रूपमा प्रसिद्ध छ, जहाँ विभिन्न धर्म र आध्यात्मिक परम्पराका केन्द्रहरू अवस्थित छन्, जस्तै बौद्ध, हिन्दू, तिब्बती, क्रिस्चियन, सुफी लगायतका धेरै आध्यात्मिक केन्द्रहरू छन्। तीमध्ये महालक्ष्मी मन्दिर हिन्दू परम्पराको प्रमुख प्रतिनिधि स्थल हो। आज क्रेस्टोन महालक्ष्मी मन्दिर केवल हिन्दूहरूको पूजा स्थल मात्र नभएर यो विश्वभरका साधकहरूको भेटघाटको केन्द्र पनि बनेको छ। लक्ष्मी मन्दिरमा प्रसाद बनाउँदै है यो चाहिँ, अनि आउने पाहुनाहरूलाई पनि प्रसाद ग्रहणको लागि पकाउँदैछन्। यो मन्दिर दैनिक रूपमा पूजा र आरती, हवन, ध्यान र योग, नवरात्रि, दीपावली, पूर्णिमा र अमावस्यामा विशेष पूजा आयोजना हुँदै आएका छन्। यो मन्दिर डेनभर र अरोराबाट सडक मार्ग हुँदै 3-4 घण्टामै पुग्न सकिन्छ। यो मन्दिर पहाडी क्षेत्रमा अवस्थित भएकोले यहाँको मौसम अनायासै बदलिन सक्छ। त्यसैले यदि तपाईँ विन्टरको टाइममा जाँदै हुनुहुन्छ भने उपयुक्त कपडा लिएर जानु हुन राम्रो हुन्छ। यो मन्दिर 7 बजे बिहानदेखि 7 बजे साँझसम्म खुल्दछ। बिहानको आरती 7:30 मा हुन्छ भने साँझको आरती 6 बजे हुन्छ। त्यस्तै दैनिक हवन दिनको 10 बजेको आसपासमा हुने गर्दछ।
यस मन्दिर परिसरमा आश्रमको पनि व्यवस्था भएकोले अग्रिम बुकिङ गरेर सुत्ने व्यवस्था मिलाउन सक्नुहुनेछ। त्यस्तै मन्दिरमा भएको किचनमा शुद्ध सात्विक खानेकुराहरू पकाएर पनि खान सक्नुहुनेछ। प्राय आर्थिक समृद्धि, पारिवारिक शान्ति, मानसिक सन्तुलन र आध्यात्मिक उन्नतिको लागि हिन्दू भक्तजनहरू यस मन्दिरमा पूजा र ध्यानको लागि पुग्ने गरेको पाइन्छ। यदि तपाईँ पनि अहिलेसम्म जानुभएको छैन भने एकपटक भए पनि जानु हुन अनुरोध छ। सबैको कल्याण होस्। हेर्दै गर्नुहोला सापकोटा च्यानल। मनोरञ्जनको साथी सापकोटा च्यानल।